आकाशभरि काला बादल थिए। बेसरी असिना पानी पर्यो, टाउकोमा हान्न थाल्यो। मैले कुप्रो परेर ढाडले नानीलाई ओत लगाएँ। असिना ढाडमा पर्यो। घर आऊ, बुढाले मार्ला भन्ने डर, नआऊ त्यही असिनाले मर्छु कि भन्ने डर। मलाई त्यति बेला म बाँचेकै यही लुक्नलाई हो कि जस्तो लाग्यो। कति रात लुक्ने, कहाँ कहाँ लुक्ने, त्यस्तो जीवनको अर्थ के? छोरीलाई कसरी बचाउने? म अब सक्दिनँ बाँच्न जस्तो लाग्यो। जीवनसँग हार खाएँ मैले। एउटा रुख पनि बसेँ। बर्खामा खोलाको भेल पनि ठुलो हुन्छ नि त, त्यही पर खोला थियो। अब म खोलामा छोरीसहित पस्छु भनेर गएँ। केका लागि बाँच्ने? मैले बाँच्ने आधार नै भेटिनँ। खोला नपुग्दै असिनाले हानेर बाटोमै मर्छु कि भन्ने लागेको थियो। नानी तोते बोल्थे, अय मम्मी दुख्यो भने। उसलाई दुखेको सहन सकिनँ, फेरि अर्को रुममा ओत लगाएर बसेँ।